हेलो साथीहरू, वेलकम टु माई च्यानल। आज चाहिँ मैले यहाँ चिल्ली ओइल बनाउन जाँदैछु, जुन चाहिँ किमा नुडल्सको लागि एकदमै पर्फेक्ट हुन्छ। अनि आज म बनाउन जाँदैछु है। मैले चाहिँ ग्यासको फ्लेम सानो गरेँ अनि यसमा 1 कप सनफ्लावर तेल राखेँ। त्यसपछि देख्न सक्नुहुन्छ मैले देखाउँदैछु, ग्यासको फ्लेम चाहिँ एकदमै सानो गर्नुपर्छ है। तेल चाहिँ एकदम हिट हुनु हुँदैन। त्यसमा मैले राखेँ लसुन अदुवा अनि यो ल्वाङ सुकमेल अनि मरिचलाई पनि राखिदिएँ र यसरी मजाले यसलाई मैले भुटेँ। अनि सँगसँगै मैले यसमा यो टिम्बुरलाई पनि राखेको छु है। टिम्बुरको फ्लेभर चाहिँ एकदमै मिठो हुन्छ। हजुरहरूले यसरी बनाएर ट्राई गर्न सक्नुहुनेछ। यसलाई चाहिँ मैले लगभग आधी घन्टा जति चाहिँ पकाएँ है। ग्यासको फ्लेम चाहिँ एकदमै सानो है, एकदमै सानो गरेर मैले यसलाई भुटेँ अनि त्यसपछि यसलाई एकछिन यो तेलबाट निकालेँ र एक ठाउँमा सेपरेट गरेर राखेँ है यसलाई चाहिँ। अनि त्यसपछि हामीले यसलाई लास्टमा चाहिँ ग्राइन्ड गर्नुपर्ने हुन्छ है, यो फाल्ने होइन। जब हाम्रो सबै कुरा रेडी हुन्छ तब चाहिँ लास्टमा यसलाई चाहिँ हामीले मजाले ग्राइन्ड गरेर राख्नुपर्ने हुन्छ है। अनि यसको तेलबाट चाहिँ मैले फेरि यहाँ ग्यासको फ्लेमलाई चाहिँ सानो गरेर यो खुर्सानी फ्राई गर्नलाई जाँदैछु अथवा खुर्सानीलाई तार्न जाँदैछु है। खुर्सानीलाई त्यही तेलमा तारेँ मैले। डल्ले खुर्सानी र लामो खुर्सानी दुइटैलाई राखेको छु मैले चाहिँ। हजुरहरूले जुनसुकै लामो अथवा डल्ले मात्र पनि राख्न सक्नुहुनेछ। यसलाई चाहिँ मजाले फेरि मैले 2-3 मिनट चाहिँ यसलाई पनि तेलमा मजाले तारेँ। अनि अब यो तारेर यसलाई सेलाउनको लागि छोडिदिने। अनि सेलाएपछि यो जुरुम जुरुम हुन्छ अनि हामीलाई ग्राइन्ड गर्न पनि सजिलो हुन्छ। अब यो चाहिँ सेलिसकेको छ। म यसलाई ग्राइन्ड गर्न जाँदैछु। सानो जार मिक्सी जारमा मैले राख्दैछु। अब यसलाई चाहिँ मजाले फाइन पेस्ट होइन, तर अब हल्का खस्रो खस्रो टाइपको मैले यसरी बनाएको छु, देख्न सक्नुहुनेछ है। यसलाई चाहिँ हामीले अब तेलमा राखेर पेस्ट बनाउनु पर्ने हुन्छ। हजुरहरूले देख्न सक्नुहुनेछ मैले यहाँ बोल लिएको छु। बोल चाहिँ हजुरले प्लास्टिकको नलिनु होला है, मैले चाहिँ प्लास्टिकको होइन। अनि यसलाई मजाले अब यहाँ राख्दैछु सबै खुर्सानी फ्लेक्सहरूलाई। राखिसकेपछि चाहिँ अब यसमा मैले माथिबाट अघिको जुन हामीले तारेर राखेको यो लसुन अदुवा यो सबैलाई पनि ग्राइन्ड गरेर फेरि यसको पेस्ट बनाउनु पर्ने हुन्छ र त्यसको माथिबाट यो राखिदिने हो। यसलाई पनि म ग्राइन्ड गर्छु। ग्राइन्ड गरेपछि चाहिँ त्यसको माथिबाट राखिदिन्छु। मैले साइडमा फेरि अघिको खुर्सानीहरू तारेको तेल चाहिँ साइडमा तताइराखेको छु है साथीहरू। यसरी तताएपछि यसको माथिबाट झार्नुपर्ने हुन्छ। यसलाई चाहिँ टिम्बुरको स्वाद धेरै हुन्छ, त्यही भएर चाहिँ अब हजुरहरूले जति आफूलाई मनपर्छ त्यति मात्रै राख्न सक्नुहुनेछ। मैले चाहिँ यहाँ 2 चम्चा जति मात्र राखेँ है। त्यसपछि मैले चाहिँ लसुनलाई अगाडिबाटै ग्राइन्ड गरेर राखिसकेको थिएँ। लसुनलाई राखिदिएँ थोरै 1 चम्चा अलिकति बढी लसुनलाई राखिदिएँ, लसुनको पेस्टलाई। अब त्यसपछि मैले अजिना यो हजुरहरूले राख्न सक्नुहुन्छ र अप्सनल हो यो है। यो राख्दा चाहिँ मिठो हुन्छ। अनि मैले चाहिँ यो कश्मिरी लाललाई पनि थोरै राखिदिएँ। अनि त्यसपछि माथिबाट त्यो हिट तेललाई चाहिँ राखिदिएको छु र यसलाई मजाले अब यसरी झानिदिने, मजाले प्युरी बनाउने। अनि यसलाई चाहिँ धेरै समयसम्म राखेर खान सक्नुहुनेछ। हजुरहरूले नुडल्सहरूसँग झन् एकदमै मिठो हुन्छ है। थुक्पाहरू बनाउँदा सबैसँग यसलाई खान सकिन्छ। अब सबै कुरालाई मिक्स गरिसकेपछि माथिबाट मैले स्वादअनुसार नुन राख्दैछु। नुन राखेँ अनि त्यसपछि फेरि मजाले यसलाई मिक्स गरिदिने र यो एयर टाइट एउटा बट्टामा मजाले टाइट गरेर राख्यो भने चाहिँ हजुरहरूले यसलाई 1-2 महिना मजाले चलाउन सकिन्छ है। एकदमै बेस्ट हुन्छ साथीहरू, ट्राई गर्न सक्नुहुनेछ। मलाई चाहिँ तेल थोरै भयो जस्तो लाग्यो, त्यही भएर मैले फेरि पनि तातो तेल अलिकति माथिबाट राखिदिएँ। अब यसलाई मजाले मिक्स गरिसकेपछि यो रेडी भइसकेको छ साथीहरू, देख्न सक्नुहुन्छ है। मैले टेस्ट पनि गरेको थिएँ, एकदमै मिठो भएको थियो यो। थ्याङ्क यू।